ल बारीमा चाहिँ फसल भित्राउने काम भइरहेछ। हाम्रो चाहिँ नि घिरौँला चाहिँ व्यापक फलेको अवस्था होइन, अझै फल्ने क्रम जारी छ। यस्तो छ है। ल कस्तो छ त बुढीसान? हुन्छ। यता चाहिँ अकबरे पनि फेरि चाहिँ उस्तै गरी फल्ने क्रममा छ होइन। अब जे होस् कहाँ दुःख यो चाहिँ फरक फरक छ क्या। यहाँनिर कोही जापानिजै छ, कोही नेपालबाट लिएकोहरू हो। यो चाहिँ घिरौँला चाहिँ त्यस्तो खालको छ। अब चाहिँ नि दुई तिन दिन नआएको है। घिरौँला त भयङ्करै फलेछ नि। दुई तिन दिन भन्नु आएको। यो चाहिँ जापानिज हो होइन। हामी चाहिँ यतिखेर बारीमा छौँ होइन। अब चाहिँ यहाँ अस्ति दुःख गरेर रोपेको फसलहरू भित्याउने क्रममा छौँ। यो देखेको चाहिँ हाम्रो बारी हो। यस्तो छ। यो चाहिँ भिन्डीहरू हो होइन। भिन्डीहरू एकदम बारी भयङ्कर भएर कुरीलो पनि यस्तो भएछ छिपेर है। कसरी नेपाली फर्सीहरू हेर्नु नि पाक्न थालिसक्यो। यहाँ पनि छ फर्सीहरू। फर्सीका गट्टाहरू है, इधर भी है। थुप्रो छ फर्सी पनि। यस्तो प्रकारले होइन घिरौँलाहरू फल्ने क्रममा चाहिँ एकदमै धेरै हट नेपालबाट चाहिँ के अरे ल्याएको बिउहरू नेपाली टेस्ट खानका लागि चाहिँ कलेक्सन गरेको यो चिजहरू चाहिँ अब एकदम चाहिँ लगाएर फल्ने क्रममा छ। अब यसलाई ट्याक्कसँगले मकैको भात पनि घरमा चाहिँ पकाएर राखेको छ होइन। भरे खाइन्छ नेपाली टेस्ट अनुसारले होइन त के कसो बुढीसान? छ घिरौँला यता माथि पनि। ए